मनु सर सिस्नु टिप्दै हुनुहुन्छ। म चाहिँ यता एउटा बाँसको च्याएर चिम्टा बनाएर म पनि सिस्नु टिप्न लागेँ। ल हेर्नु कति गाह्रो परेको सिस्नु टिप्न मलाई होइन। नटिपेको यो सिस्नु कहिले चुट्दै नचुडिने हुँदै गरी टिपिएर झलाम हाल्दै दुईजना सिस्नु टिप्दै झलाम हाल्दै गरिसकेपछि हामी अझ सिस्नु टिपिसकेको छैन, हामी सिस्नु टिप्दैछौँ। आज हामी सिस्नु टिपेर पकाउने सम्मको सबै देखाउँछु साथीहरू। त्यसै दाउरा बोकेर मनु सर आउँदै हुनुहुन्छ पछाडि, म चाहिँ सिस्नु लिएर अगाडि हिँडेँ। त्यसपछि बाटो अरू दाउरा भेटियो, मैले पनि एउटा दाउरा काँधमा राखेर सिस्नु ल्याएर आइयो। दाउरा सिस्नु ल्याएर घरतिर लाग्यो। त्यसपछि त्यो सिस्नुलाई खुब गरी यसरी आगोमा पकाइयो काँडा मार्नुको लागि। नत्र त बिज्छ काँडा, यसरी उमालेर काँडा मार्नु पर्दो रहेछ होइन। त्यसपछि त्यसलाई यसरी पिस्नु पर्ने रहेछ। फेरि काँडा अझै मार्नलाई यसको राम्रोसँग यसरी पिसपास गरियो, कुटकाट गरियो। उखाल र ढुङ्गोमा यसरी पिस्नु पर्ने रहेछ। पिसियो। त्यसपछि पिसेपछि हालियो। ल बढी हाम्रो अब यसपछि हाम्रो अर्को प्रक्रिया सुरु हुन्छ। आगोमा तेल हालेर मेथी फुराएर, जिरा फिराएर, धनियाँ, टिमुर, खुर्सानी हालेर त्यो सिस्नुलाई ल्याएर हालियो र चलाउनु भयो मनु सरले। अलिअलि मकैको पिठो हाल्ने काम भयो। ल हेर्नुहोस् मकैको पिठो पनि हालियो। त्यसपछि नुन खुर्सानी सबै हालेर आज सिस्नु